नमस्कार, सर्च अफ ट्रुथ न्यूज बुलेटिनमा तपाईलाई स्वागत छ। विश्वविख्यात समाज सुधारक जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजजीको निर्देशनमा सञ्चालित अन्नपूर्ण अभियान अन्तर्गत देशभरि रहेका अति विपन्न परिवारलाई राहत वितरण गर्ने श्रृङ्खला अन्तर्गत काठमाडौँ तथा भक्तपुर जिल्लामा 2 विपन्न परिवारलाई राहत वितरण गर्ने कार्य सम्पन्न भएको छ। मानव सेवा र परोपकारको भावनालाई आत्मसात गर्दै सञ्चालन भइरहेको अन्नपूर्ण अभियान अन्तर्गत काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर 4 थानकोट निवासी माइलीमाया जिम्बा तथा भक्तपुर जिल्लाको सानोठिमी नगरपालिका 2 निवासी राजामती धामी परिवारलाई खाद्यान्न, वस्त्र, शिक्षा तथा चिकित्सा सहयोग प्रदान गरिएको हो। जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजजीको प्रेरणाबाट सञ्चालित यस अभियानले आर्थिक रूपमा कमजोर, असहाय तथा आवश्यकतामा रहेका परिवारहरूलाई प्रत्यक्ष सहयोग पुर्याउँदै आइरहेको छ। भारतमा सफलतापूर्वक सञ्चालन हुँदै आएको अन्नपूर्ण अभियान अहिले नेपालका विभिन्न जिल्लाहरूमा पनि विस्तार भइरहेको आयोजकबाट जानकारी प्राप्त भएको छ। यसले मानवता, सहयोग र सामाजिक उत्तरदायित्वको भावना प्रवर्धन गर्दै समाजमा सकारात्मक सन्देश फैलाइरहेको सहभागीहरूले बताएका छन्। अन्नपूर्ण अभियान अन्तर्गत आगामी दिनहरूमा पनि नेपालका विभिन्न जिल्लाहरूमा यस्ता सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जानकारी प्राप्त भएको छ। यसै खबरका साथ आजको न्युज बुलेटिनबाट हामी बिदा हुन चाहन्छौँ। हेर्दै गर्नुहोला सर्च अफ ट्रुथ। नमस्कार।